हेलो एभ्रिवान नमस्ते केन्टसी तेलेक सबैजनालाई फेरि पनि स्वागत छ मानङ्गी नानीको युट्युब च्यानलमा। आयो हजुरहरू सबै सन्चै हुनुहुन्छ, म पनि एकदमै आरामै छु, सन्चै छु। अनि आजको भिडियो चाहिँ के छ भने चाहिँ हामी चाहिँ माथि राका साकुङ गुम्बा भनेर छ, त्यहाँ दर्शन गर्न जानु लागेको। दाइ दुईजना म हुन्छु, मेबी हामी 7 जना जति हुन्छ होला। सो वी आर गोइङ देयर, सो सी यु गाइज। ल अब हामी चाहिँ राका गाउँ पुग्यो। राका BRAKHA। ल बल्ल चाहिँ हामी खाजा खाने ठाउँ पुगेको छ चौतारामा है। अब यहाँ पिकनिक सिक्निक पनि आउँछ मान्छेहरू, टेन्ट सेन्ट राखेर बस्छ। चौतारा चाहिँ ठुलो छ, हामी एकछिन रेस्ट गर्छौँ, आराम गर्छौँ। त्यसपछि स्टिल वी हेभ टु वाक मेबी हाफ एन आवर, अनि बल्ल गुम्बा पुगिन्छ। अघि मैले तपाईँलाई अगाडिको भिडियोमा भनेको छु होइन, हाम्रो नेक्स्ट ग्रुप यता रेस्ट गर्दै हुनुहुन्छ। हामी 3 जना भनेपछि 5-7 जना रहेछ टोटल। वी आर 7 टोटल। वी आर गोइङ टुगेदर। तपाईँको फर्स्ट टाइम हो यता? पहिला पनि आउनुभयो होला नि? ओके, यो चाहिँ मेरो सेकेन्ड टाइम हो। सानो बेला चाहिँ आयो होला, मलाई याद छैन। यताको जेठो दाइको फर्स्ट टाइम। हाम्रो चाहिँ बिस्तारै जाऊ भन्छ, उनीहरू चाहिँ अगाडि जान्छ सँगै गरेर। त्यो चाहिँ अलिक भएन है, कमेन्ट गर्नु होला, सल्लाह सुझाव दिनु होला। अलमोस्ट हिमाल ग्लेसियर देख्न सक्नुहुन्छ। All gangs are back here. Back. अलि उता हो, त्यो माथि। हाम्रो तितोपतिको साङखेम्बा भन्ने भन्छ नि, त्यस्तो सानो त्यो हो भन्छ कि तितोपति प्योर चाहिँ अर्ग्यानिक धेरै छ है। फर्स्ट चाहिँ हामीले सुक्पा भन्छ होइन, सेकेन्ड बल्लु भन्यो, थर्ड पङ्बे भन्ने एउटा होइन। पङ्बे सुनेछ, केही नभएपछि तितोपति भन्ने भन्छ नि। के अरे जन्डिसको लागि मेन बनाउने, औषधि बनाउने। त्यो सानो येल्लो के चाहिँ स्वर दशग्रज फैल्दाखेरि स्वरमा छेयुङ चाहिँ त युङ्गर फेम्बा दोक यो अरे यो चाहिँ बस्न याद तितोपति गाउँको प्योर चाहिँ यस्तो है। यो सेतो साङ हामीले उसमा मिक्स गर्छ नि त है, प्योर चाहिँ यो हो क्या। तल गाउँ चाहिँ त्यो गाना मिठो हुन्छ नि, मिठो रहेछ सुवास चाहिँ। एकदम मिठो छ यो। पहिला हामीले कति टिपेर सुकाउँथ्यो नि त साङसँग सुकाएर बाल्नलाई। अनि यो बिदा एउटा रातो हुन्छ, यो पाकेपछि अलिक काँचो रातो हुन्छ। फेरि त्यो तासेर उमालेपछि घिउ चाहिँ यस्तो हो। अनि यो उसको फुलबाट चाहिँ ओरेन्ज निस्किन्छ होइन, ताङ्सो भन्छ हामीले है। खाना चाहिँ खाइछु मैले, तर त्यो घिउचाको बारेमा चाहिँ थाहा भएन। नयाँ न्यू नलेज धेरै कुरा थाहा पाइयो। अझभन्दा 50 वर्ष अगाडि यताउता त्यो मनाङ्गो मान्छेहरू पुरा त्यतिखेर अब केही निर्माण छैन नि त, अनि लभ लेटरहरू चिठीहरू पठाउनु पर्यो भने त्यसको पत्तामा अनि कुनको यो ओरेन्ज कलरको है उयो है पत्ता चाहिँ यसमा त्यो पत्तामा अब इङसिङ पनि छैन, त्यो कराईको त्यो कालो चाहिँ तासेर त्यसले लेखेर पठाउँछ। ओके, अनि फेरि हामी
कोइला फेरि हामी यहाँ दाँत दुख्दाखेरि मम यसो सुनिन्छ नि योमा चाहिँ अलि अघि त्यो तिक्ता छैन तिक्ता भयो अनि के अरे के भन्छ त्यो पङ्जु भन्ने एउटा तितो हुन्छ एउटा अलि माथि भेट्छ त्यो कुटेर योमा दलेर यहाँ टाल्यो अनि सन्चो हुन्छ ओके रुखको नाम चाहिँ ताक्पा रुखको भाले पोती हुन्छ यो चाहिँ भालेमा यो भयो टुपी भयो सुक्पा ताक्पा भाले लाङमा च्याङमा पोती लाङमा च्याङमा चाहिँ यहाँ छ छैन होला कहाँ छ त्यो ठुलो मोटो भएको चाहिँ होला नि या मुसिङ ताक्पा मुसिङ लाङमा भन्छ नि टक्कै निकालेर के है यस्तो पाता ठुलो निकालेर चाहिँ त्यो प्लास्टिकको हुन्छ नि अनि बाँस यस्तो बुनेर पानी छेक्ने ओड्ने त्यसो बनाउँछ क्या ए तपाईँले अहिले त्यही भन्नुभएको अहिले तराईतिरमा चाहिँ उहाँको मम्मीहरूले चाहिँ लुमिनेतिर तराईतिर चाहिँ बाँसको बोक्रा छैन त्यसले चाहिँ बाँसभित्र बाँधेर यो पोर्दी बनाउँछ नि टोपी त्यो हाम्रो यहाँ चाहिँ यो हुन्छ ओके यस फाइनली साथीहरू हामी पुग्यौँ 2 घन्टा पछि होइन हामी चाहिँ 8:30बाट हिँड्न सुरु गरेको अहिले चाहिँ 9:20 मेबी सरी नट 9:20 10:20 गएको छ सो अब यहाँ गाडीमा आएको भए मेबी 1 आवर लाग्थ्यो होला बट हामी चाहिँ पुरै हिँडेको हो नि त सो 2 घन्टा ठ्याक्कै लाग्यो अनि गुम्बा चाहिँ यही हो पछाडि देख्नु होला यही हो गुम्बा चाहिँ अब यसरी जाने माथिबाट दर्शन गर्ने ल उहाँहरू पनि आइपुग्नु भयो ठ्याक्कै अब लामला अब उहाँले पुरै एक्सप्लेन गरिदिनु हुन्छ होइन लामादा चाहिँ पहिला मेलाको अब मेन बस्ने ठाउँ चाहिँ माथि छ है यहाँ चाहिँ अब के छ भने तल फर्किँदाखेरि उहाँको यो एउटा छ ह्यान्ड प्रिन्ट छ ह्यान्ड प्रिन्ट चाहिँ पहिला खोलामा राखेछ अनि मान्छे बेसीले त्यो अब के भन्छ दर्शन हो भने हात छुन्दा अलिक हराएर गयो भनेर अन्त अहिले चाहिँ यहाँ भित्र राखेर मान्छेले सुन्दारेर समान गरेर राखेको छ त्यो कहाँ छ भनेर अब थाहा हुँदैन भनेर चाहिँ त्यसै पछाडि गाडा मान्छेहरूलाई मिलेर मूर्ति बनाइदिएको अब ह्यान्ड प्रिन्ट चाहिँ कहाँ छ भने तपाईँ थाहा हुँदैन ह्यान्ड प्रिन्ट मनाङमा यहाँ चाहिँ घुम्बुको पुछाडि बनलसन भनेको धेरै चर्चा छ भनेको तिमीलाई थाहा छ होला होइन कसैलाई त बनलसन पनि चिन्नु हो कि यहीँको बासिन्दालाई थाहा छैन अल्लाह मलाईलाई सबै थाहा छ बनलसन टन्नै रहेछ त ल गुम्बा दर्शन गर्ने क्रममा हामी चाहिँ यति डाँडासम्म आइपुगेका छौँ अब ग्लासियर पनि नजिकै पुग्न लागिसक्यो दागे जुन चाहिँ के बेच्न दे ढोला फेंचा सँगै डुबास
बिमारै यो त्यो लेउ लागेको अँ हो त्यो आउँदै त्यहाँबाट चाहिँ ठुलो पानी आउँछ ओ माई गॉड यसरी हिँडेर त्यहाँ जाँदाखेरि धेरै चाहिँ अब तर्पै त आउँदा आउँदा जिउ पुरै तर्प पसिना भयो है पसिना भयो यसको विषय छ पसिना भयो ठिक्कै अनि जो गुरु योगाको आकार त्यहाँ बस्दाखेरि आउँदाखेरि के भयो भने सोद्धा अनि उहाँले चाहिँ मलाई कुकुरले खेदा भन्दा कुकुर पनि सिधै त्यहाँ आयो कुकुर आउँदाखेरि कुकुरलाई भने जुन गुरुले चाहिँ अब प्रवचन दिँदाखेरि कुकुर पनि नेउरो अनि त्यो जुन अब यो हाम्रोको त्यो कुकुरको मालिक चाहिँ आएर चाहिँ ल्याउ मेरो झरा किन समाज म यस्तो दुःख गरेर भयो मैले देऊ भन्दाखेरि उसलाई पनि प्रवचन सुनायो उसलाई तिनजनै प्रवचन सुन्दाखेरि तिमीलाई यो मारेर के भयो सो भयो भन्दाखेरि तिनैजना आजदेखि अब बाजा म के भन्छ झरायोले पनि म पनि अब जनावर भन्दापछि तपाईँको चेला भएर तपाईँसँग जाने कुकुरले पनि मलाई पनि अब अहिलेसम्म मैले कति माऱ्यो होइन पापलाई डराओस् तपाईँसँगै बस्छु अनि जुन त्यो हन्डरको सिकारी उहाँले पनि आजदेखि मेरो कुकुर पनि तपाईँलाई दिने होइन मलाई मासु पनि चाहिँदैन आजदेखि मेरो यो धनुरा तीर पनि तपाईँले दियो केही नगर्ने भन्ने ल त्यसै भए म तिमीलाई प्रवचन दिन्छु तिमी चाहिँ तल बस्ने त्यहाँ बस तिमीले अहिलेसम्म कति मारेछ त्यो पाप चाहिँ तिमी नर्कमा नजाने हिसाब म गर्छु मोरे बाजा भयो त त्यो भन्दाखेरि त्यसको साटामा चाहिँ के दिनु पर्यो होइन मेरो धनु चाहिँ तपाईँ दिन्छु भने त्यतिखेर गुरु चाहिँ यसको पछाडि ठेक्कै बस्छ जुन जग्गाले सिँढी जान्छ त्यो ठाउँमा त्यहाँदेखि बेलुका यहाँ लुगेर राख्यो यस्तो गरेर लुगेर राख्यो अहिलेसम्म छ अब आजदेखि गनेर लगभग 1200 साल चाहिँ भइसक्यो पहिला धनु त्रिसँगै थियो अरे त्यो चाहिँ बाँचेको तल जोडेर कोही अलिकति त्यहाँ छ भन्दा त्यहाँ राम्रो देख्छु त्यो ढुङ्गाहरू अलिकति रहेछ पहिलाको मान्छे कति चाहिँ अब झङ्गे छ होला ठुलो है यो भयो अनि एउटा छक्कै पर्ने कुरा यहाँ आजदेखि गनेर 1200 सालको अगाडिको रुख अहिलेसम्म यति बस्ने भन्दा त खतरा होइन त्यो अब त्यसले फेरि हाम्रो त्यो फलम बनाएर राखेर यति कुकुर निहुरेर बस्छ भन्ने हिसाब पनि छ त्यो पनि छैन त्यो छक्क पर्ने कुरा छ क्या सबै यहाँ मनाउमा यो हेर्न आउने कारण यो हो ओके धनुष चाहिँ ऊ माथिको यो है कस्तो ठुलो होला बा होइन मान्छे कतिको भन्ने कुरा हो वा मान्छे अब बेसर याद नगर याद के छ भने है सबै भन्ने कुरा हो नि कति झर्छ कति जग्गा अब आउँछ नि त्यो पनि अब त्यही त कतिकै आर्दैन त्यो ढुङ्गा त खस्ने भने त्यो रहन्छ किन नखस्छ कि अस्ति धेरै भर्याङ छ है यसरी माथिसम्म चढेर ओ माई गॉड माथिसम्म अझै कन्स्ट्रक्सन हुँदैछ यतातिर कसैको छैन है पेन्सिसहरू कसैको छैन कि कहिले जाने कि पेन्सिसहरू भन्न चुप फर्क्यौँ पेन्सिसहरू कसै छैन नजाउँ जमुनाको आइसियो यत्र बानी हो बानी के कसै हो किन्न गस्ने हो यहाँसम्म त आइसक्यो यहाँ त के हो र होइन माथिसम्म चाहिँ नजाउ रे माथिसम्म जान्दिँदैन रे
सिना फर्किन आलो सुन ओइ मेरो थाइ एकले नजाऊ भने गाइले रे यहाँ ग्रुप फोटो दिनु यहाँ त यहाँ अहिले छिटो यहाँ धेरै नबस्नु के त्यसो नगर कसो छैन हल्दिरहेको लाम हालिन्छ त्यसो नगरेको लाम हालिन्छ के गर्नु गर्न माथि जान सकिएन डराएछ प्रिन्सेस कसो छैन नि त हेर्नु त्यहाँ जोडेको त हो माथि जानु दिँदैन भनेर बेगर जानु दिन्छ भनेर के हुन्छ अहिले यहाँ रहेछ ओ हामी पिर यहाँ रहेछ त पिर र यहाँ रहेछ यो त पछि बनाएको होला जे भए पनि एउटा स्टोरी हो नि त चेला चाहिँ हो यहाँ रहेछ भने न जाम रोड गयो यहाँ तिनटा यहाँ छ यहाँ रहेछ नि यसो यहाँ होला कहाँ माथि डाँडा मन जान्छ नि सक्दै सक्दैन माथि यो 3 जना भनेको होइन त एउटा चाहिँ कुकुर 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 यो कुकुर भयो जरा सिकारी अनि अनि धनुष दिने चाहिँ धनुष र तीर दिने अघिको धनुष यो चाहिँ एउटा म्युजियम टाइपमा देखाउनको लागि त्यो चाहिँ सबै उता चाहिँ सबै छोडेर हो अनि सबै कुरा त्यागेर अनि एउटा चेलाको रूपमा धारणा गरेको कुकुर दिएर डियर दिएर कुन चाहिँ ए यत्रो ठुलो यस्तो ठुलो यो उता देखाइथ्यो त यल्लो यो ढुङ्गा चाहिँ राम्रै रहेछ है राम्रो है राम्रो यो चाहिँ खास क्रिस्टल रहेछ कस्टम क्रिस्टल हो हो क्रिस्टल हो दामी ल जला त क्रिस्टल रहेछ यो धुयो भने कलर आउँछ पानी हाल्दा ल हेरे चराइसीको त्यो त्यसैन म त धुएको नि अनि one kora finish let's go next kora म तीनचोटी घुमिसकेँ त्यहाँ सक्छ झोला त निकाल्नु पर्थ्यो नि अर्को ठाउँमा नआरेको राम भनेर खुट्टा घामेर तर झरेन पर्छ रे हो त्यसरी जाऊ छोड्दैन भत्काउँछलाई धेरै आटेस न ला मैले भने नि सानो मान्छे भएको फाइदा यही हो कि जहाँ पनि छिर्छ फेरि अग्लो पनि यता ठोक उता ठोक सही हो ठिक रहेछ ल त्यसो म यस्तो नियममा त के हुँदैन खस्यो भने झिलक मोड्यो भने नि राम्रो हुने सर्व पुग्छ होला ए सोरुको पनि चिन्नुहुन्छ होला हाम्रो स्वर्ग पुग्छ भने म त सोरुको पो भन्न आलेको ल लास त पनि गर्न म त कसम 3 कुरा गरेर सबै म त कसम गरे 3 कुरा गरेछु त्यो गरेर गर्नु हामी चाहिँ माथिसम्म भर्याङ चढेर फर्केर आएको एकदम पानी परिरहेको छ अनि यता खाजा खाँदै चाउचाउ नखाने म ओके ल साथीहरू आजलाई यति नै हामी चाहिँ गुम्बाभित्र गएर छेमे बत्ती बालेर हामी चाहिँ अब फर्किन लागेको एकदम जाडो पनि छ पानी अलि रोकेको छ सो वी हेभ टु बी क्विक होइन यस्तो जाडोमा त अब छिटो छिटो घर जानु पर्यो तातो भएर बस्नु पर्यो फेरि बिरामी हुन्छ त्यही नै यति नै हो गाइस अनि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ यसरी नै माया गरिदिनु होला सपोर्ट गरिदिनु होला अनि यति नै भन्न चाहन्छु हजुरहरूलाई सी यू इन नेक्स्ट ब्लग द्याट आई
टाटा बाय बाय सी यू इन नेक्स्ट ब्लग बाय 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 मजा आया